आज मेरो कोठामा के गर्दैछन् त? 6 बजिसकेछ, 6:30 पनि हुन लागिसकेछ। कामबाट आउँदा ल ग्यालिङ पनि यी छन्। के गरेर छन् त? खाना पाकेन होला। ओहो यहाँ त सबै खाएछन्, कहाँ गएछन्। अचार पनि रहेछ, यता आलुको तरकारी, यता यो धनियाको अचार, मासु पनि रहेछ। हेत्तेरिका, एउटा छोरी मान्छे त हुनै पर्ने रहेछ। एउटा छोरी मान्छे भएको भए यी जुठा भाँडाहरू उठाउँथे, छोपछाप पारेर राख्थे। यी खानेकुराहरू खाएछन्। अन्डा पनि फुटाएछन्, खाएछन् सबै। लौन यता त फेरि सबै छरष्ट यो जुठो भाँडाहरू। यो पनि जुठै भाँडा, यो पनि जुठै भाँडा, यो पनि जुठै भाँडा। ओहो एउटा छोरी मान्छे त जन्माउनै पर्ने रहेछ। मैले भुल गरेँ। धन्यवाद जनमित्र साथीहरू। 6:30 भइसकेछ। कामबाट आउँदै 7 बज्नु लाग्यो भनौँ न। आउँदाखेरि हालत यस्तो सबै जुठा भाँडा रैमट्टा छोप्छा पारेर पनि राखेन रहेछ। यी खानेकुराहरू पनि मात्र यो कुकरको चाहिँ बिर्को लगाएको रहेछ। अरू त सबै उदङ्गा। के गर्नु। धन्यवाद।